लोकतन्त्रमा नागरिकको भूमिका प्रश्न गर्ने हो कि मौन बस्ने विषयमा हामी चर्चा परिचर्चा गर्नेछौँ। विगतको इतिहासमा नेपाल हिन्दू राष्ट्र थियो, नेपाल बौद्धको जन्मभूमि, सगरमाथाको देश, वीरताको इतिहास, संघर्षको इतिहास, परिवर्तनको इतिहास। यो देशमा व्यवस्था फेरियो, शासन फेरियो, संविधान फेरियो, सरकार फेरिए, नेता फेरिए, झण्डा फेरिएन, किनकि झण्डा जनताको थियो। तर एउटा प्रश्न कि जनताको जीवन पनि फेरियो। हरेक 5 वर्षमा हामी लाइन लाग्छौं, मत दिन्छौं, आशा गर्छौं भोलि राम्रो हुनेछ भनेर विश्वास गर्छौं। चुनाव सकिन्छ, सरकार बन्छ, बजेट आउँछ, योजना बन्छ, प्रगति प्रतिवेदन छापिन्छ। तर 5 वर्षपछि फेरि उही प्रश्न, हाम्रो जीवन किन उस्तै छ? यो प्रश्न कुनै एउटा गाउँको होइन, यो प्रश्न कुनै एउटा नगरपालिकाको होइन, यो प्रश्न कुनै एउटा मन्त्रीको होइन, यो प्रश्न नेपालका हरेक नागरिकको हो। यो किसानले कर तिर्छ, मल किन्दा कर, बिउ किन्दा कर, सामान बेच्दा कर, उसले सरकारलाई पैसा दिन्छ। तर उसले कहिल्यै सोध्यो मेरो नाममा आएको कृषिको बजेट कहाँ खर्च भयो? यो युवा सपना बोकेर विदेश जाँदैछ, तर उसले कहिल्यै आफ्नो गाउँपालिकाको वेबसाइट खोलेर हेरेको छ युवाको लागि कति बजेट आएको थियो, कति सिपमूलक तालिम सञ्चालन भए, कति जनाले रोजगारी पाए? सायद उसलाई थाहा नै छैन। यो बच्चा सरकारी विद्यालयमा पढ्दैछ, उसको भविष्य किताबमा मात्र होइन बजेटमा पनि लेखिएको हुन्छ। तर उसका अभिभावकलाई थाहा छ विद्यालयका लागि कति बजेट आयो, कहाँ खर्च भयो, परिणाम के आयो। बिरामी सरकारी अस्पतालमा पालो कुडिरहेको छ। उसले कहिल्यै सोध्यो स्वास्थ्य चौकीका लागि आएको बजेटले सेवा किन सुधारिएन? हरेक वर्ष देशभर बजेट आउँछ, संघबाट, प्रदेशबाट, स्थानीय तहमा। यो पैसा कहाँबाट आउँछ? सरकारको होइन, जनताको। सरकारसँग आफ्नै पैसा हुँदैन, सरकारले कमाउँदैन, सरकारले जनताको पैसा व्यवस्थापन गर्छ। त्यसैले हरेक रुपैयाँको अन्तिम मालिक नागरिक हो। तर नेपालमा एउटा अनौठो संस्कार बस्यो। हामी भाषण सुन्छौं, हामी नारा लगाउँछौं, हामी सामाजिक सञ्जालमा बहस गर्छौं, तर हामी सरकारी कागजात पढ्दैनौं, बजेट हेर्दैनौं, आय व्यय विवरण हेर्दैनौं, लेखा परीक्षण प्रतिवेदन खोज्दैनौं, सूचना अधिकार प्रयोग गर्दैनौं र अन्त्यमा हामी भन्छौं देश बिग्रियो। देश कसले बिगार्यो? के केवल नेता, के केवल कर्मचारी वा मौन नागरिक पनि जिम्मेवार छन् भन्ने प्रश्नको जवाब हामी खोज्दैछौं। लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार मात्र होइन, अज्ञानता पनि हो। किनकि जान्ने नागरिकलाई झुक्क्याउन गाह्रो छ, नजान्ने नागरिकलाई भाषणले जित्न सजिलो हुन्छ। आजको यो कार्यक्रम कुनै दलको पक्षमा होइन, कुनै सरकारको विपक्षमा पनि होइन। हामी कसैलाई दोष दिन आएका छैनौं, हामी एउटा संस्कृति सुरु गर्न आएका छौं। प्रश्न गर्ने संस्कृति हामी प्रश्न गर्नेछौं, तर प्रमाणका साथ हामी आलोचना गर्नेछौं, तर तथ्यका साथ हामी प्रशंसा पनि गर्नेछौं, तर उपलब्धिका आधारमा। किनकि हाम्रो उद्देश्य कसैलाई हराउनु होइन, नेपाललाई जिताउनु हो। हामी एउटा कुरा बुझ्न अत्यन्तै जरुरी छ, हामी नेताको अनुहार भन्दा पहिले बजेट पढ्नेछौं, भाषण भन्दा पहिले परिणाम हेर्नेछौं। आजबाट अफवाह भन्दा पहिले कागजात खोज्नेछौं, आरोप भन्दा पहिले प्रमाण खोज्नेछौं। किनकि लोकतन्त्रमा प्रश्न गर्नु विद्रोह होइन, प्रश्न गर्नु जिम्मेवार नागरिकको कर्तव्य हो। हामीले यी र यस्ता विषयहरूका बारेमा आज कार्यक्रम किन बनायौं र तपाईहरुको बीच र तपाईहरुको माझ किन राख्यौं भने भन्दाखेरि आज अहिले सामाजिक सञ्जालमा हामी हेर्छौं यतातिर जुनसुकै व्यक्तिले बिना तथ्यको कुरामा, बिना तथ्य, बिना प्रमाण सामाजिक सञ्जालमा ट्रोलिङकै भरमा जताततै जे मन लाग्छ त्यही गर्ने गरेका छन्। त्यसका परिणाम स्वरूप विभिन्न व्यक्तिहरूले थाहा नपाएर पनि कानुनी दायरामा आउनु परेको अवस्था छ, कानुनी सजाय भोग्नु परेको अवस्था छ। त्यसै कारणले गर्दा हामी नागरिकलाई सचेत गराउन चाहन्छौं कि तपाई जथाभावी कुनै पनि विषयको विभिन्न चौतर्फी कुरा नबुझिकन, विभिन्न
कुराहरूको कुन कुरा लेख्दै हुनुहुन्छ त्यो कुराले के असर पार्छ त्यो कुराहरू नबुझिकन यस्ता क्रियाकलाप नगर्नु हुन पनि आग्रह गर्दछौं र यस्ता कार्य गर्दा के हुन्छ भन्ने कुरा पनि बुझाउन चाहन्छौं। तर हामीले सरकारको विषयमा प्रश्न गर्नु पर्ने हुन्छ, सामाजिक सञ्जालमा होइन। सामाजिक सञ्जालमा मात्र प्रश्न गरेर केही हुनेवाला छैन। सामाजिक सञ्जालमा यहाँ नागरिक एक्टिभ देखिन्छन् तर वास्तवमा त्यहाँनिर प्रश्न गर्ने एकजना मान्छे पनि देखिँदैन। त्यसकारणले गर्दा हामी सचेत बनौं, हामी प्रमाणका आधारमा प्रश्न गरौं, हामी सत्य तथ्यका आधारमा आफ्नो अधिकार खोजौं। हस्त।